नमस्ते साथीहरू, म स्विजरल्यान्डको जेनेभामा छु। यो जेनेभाको मध्य सहरबाट बग्ने नदी, सहरको बीचबाट बग्ने नदी भए पनि हेर्नु साथीहरू, यो नदीमा एउटा पनि फोहोर छैन, एउटा पनि केही छैन। यो पानी यति सफा र स्वच्छ छ। यसको वरिपरि ठुला ठुला बिल्डिङहरू छ, घना बस्तीहरू छ, यति धेरै मान्छेको जनसङ्ख्या छ। तर पनि यो सहर मध्यबाट बग्ने यो नदी यति सुन्दर छ, यति सफा छ। त्यसैले त संसारको सबैभन्दा सुखी र खुसी जनता भएको देश, संसारको सबैभन्दा सुन्दर देश, यी संसारभरिका मान्छेहरू यसै कारणले त स्विजरल्यान्डमा घुम्न आउनुहुन्छ साथीहरू। म यो आज मेरो बसाइ स्विजरल्यान्डमा 4-5 दिनको बसाइ रहनेछ र म यो बसाइको क्रममा म स्विजरल्यान्डका विभिन्न सहरहरू र विभिन्न ठाउँहरू घुम्नेछु। म युरोपको विकसित देशहरू र युरोपका धनी देशहरूको यात्रामा छु। मेरो यात्रा 1 महिनाको यात्रा थियो। लगभग मेरो 26 तारिकको पेरिस, फ्रान्सको पेरिसबाट मेरो यात्रा सकिनेछ। त्यसपछि मेरो यात्रा सम्भवतः युरोपको यात्रा को अन्त्य हुनेछ र म त्यसभन्दा पछिको यात्रा अन्य देशहरूतिर गर्नेछु। म यतिखेर यति सुन्दर छ साथीहरू, जसको म बयान गरेर साध्यै छैन। मेट्रो ट्रेनहरू हिँडिरहेको छ, साइकल हिँड्ने छुट्टै बाटो, गाडी हिँड्ने छुट्टै बाटो, मान्छे हिँड्ने छुट्टै बाटो, विभिन्न किसिमका सुविधाहरू छन्। यति सुन्दर छ साँच्चैमा जेनेभा, साँच्चैमा युरोप एकदमै सुन्दर छ। तपाईँको यात्रा जुरेछ भने, तपाईँ युरोपको यात्रामा आउनुभएछ भने स्विजरल्यान्ड घुम्न नबिर्सिनु साथीहरू। साँच्चै स्विजरल्यान्ड एउटा विशेष छ। यो प्राकृतिक उपहार हो। हुन त नेपालसँग स्विजरल्यान्डको डाँडा काँडा ठ्याक्कै मिल्न जान्छ साथीहरू। त हेर्नुहोस्, त्यो डाँडाहरू ठ्याक्कै नेपालको डाँडा पाखा जस्तै छ। तर त्यसको विकास र हाम्रो देशको विकास र स्विजरल्यान्डको विकास कता हो कता। हाम्रो देशको नेपालका नेताहरूले हाम्रो देशलाई कहाँ पुर्याए र यहाँका नेताहरूले यो देशलाई कहाँ पुर्याए, त्यो त तपाईँ हामीले भनेर साध्य छैन साथीहरू। हेर्नुहोस्, मेट्रो ट्रेनहरू गुडिरहेका छन्। यति सुन्दर छ, यति विकसित छ, यति राम्रो छ। अनि मेरो देश नेपाल कहिले यस्तो होला? म तपाईँलाई विभिन्न सहरहरू देखाउँछु, विभिन्न ठाउँहरू देखाउनेछु। हेर्नुहोस् न, साँच्चै रमाइलो छ, साँच्चै विकसित छ स्विजरल्यान्ड। म यो नदीको छेउछेउ हिँडिरहनेछु।